सम्पूर्णमा जयमसी तथा नमस्कार। म तपाईहरुलाई एउटा कुरा बताउन चाहन्छु, भन्न चाहन्छु र यो हामी सबैलाई अवगत भएकै कुरा हो र फेरि पनि म याद दिलाउन चाहन्छु। विशेष गरिकन चाहिँ हामी कसरी परमेश्वरको सन्तान बन्न सक्छौं भन्ने कुरा हो। आज संसारमा परमेश्वरको सन्तान बन्नको लागि मानिसले धेरै प्रकारको प्रयासहरू गरिरहेका छन्, मेहनतहरू गरिरहेका छन्। तर हामी परमेश्वरको सन्तान बन्नको लागि परमेश्वरले एउटा हामीलाई प्रावधान दिनुभएको छ, राखिदिनु भएको छ र जुन कुरालाई तपाईँ र मैले पालन गर्नुपर्छ। र वास्तवमा प्रभु येशू ख्रीष्ट यो संसारमा जब देहधारी हुनुभयो तब उहाँमा विश्वास गर्ने मानिसहरूको जमातलाई परमेश्वरको सन्तान हुने अधिकार पनि प्रभुले दिनुभयो। जब हामी ग्रहण गर्छौँ, विश्वास गर्छौँ र हामी परमेश्वरको सन्तान हुन्छौँ अथवा येशू ख्रीष्टलाई जब हामी उद्धारकर्ता र मुक्तिदाता भनेर विश्वास गर्छौँ, ग्रहण गर्छौँ, मनमा स्वीकार गर्छौँ र हामी परमेश्वरको सन्तान हुन्छौँ। त्यति मात्र होइन, जस्तै पुरानो करारमा परमेश्वरको सन्तान हुनको लागि चाहिँ के गरिन्थ्यो भन्दाखेरि परमेश्वरको सन्तान हुनको लागि चाहिँ खतना गरिन्थ्यो र जतिजनाको पदमा हुन्थ्यो उनीहरू परमेश्वरको भरमा परमेश्वरको परिवारका मानिसहरू थिए। र नयाँ करारमा आएर चाहिँ जब परमेश्वरको सन्तान हुनको लागि चाहिँ खतना होइन तर पानीको बप्तिस्मा लिनुपर्छ भन्ने कुरा हामी पाउँछौँ। र पानीको बप्तिस्मा नै एउटा नयाँ जन्म हो अनि प्रभुको राज्यमा सहभागी हुने कुरा हो, एउटा परिवर्तनको कुरा हो र ख्रीष्टलाई स्वीकार गर्ने, धारण गर्ने भित्री विश्वासको बाहिरी प्रकटीकरण हो। त्यसकारणले गर्दा चाहिँ जब हामी परमेश्वरको सन्तान बन्नको लागि चाहिँ अहिले आएर चाहिँ तपाईँ र मैले यसलाई जब ग्रहण गर्छौँ, जब पानीको बप्तिस्मा लिन्छौँ, तब मात्र हामी परमेश्वरको मानिस बन्छौँ, परमेश्वरको सन्तान बन्दछौँ र स्वर्गीय अधिकार अनि र मण्डलीको सदस्यता तपाईँ र मेरो निम्ति हुँदछ। त्यस कारणले गर्दा चाहिँ तपाईँ अहिलेसम्म परमेश्वरको सन्तान बन्नु भएको छैन अथवा येशूलाई तपाईँले ग्रहण गर्नुभएको छैन, उहाँको पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा लिनुभएको छैन भने तपाईँ अहिलेसम्म परमेश्वरको सन्तान बन्नु भएको छैन भन्ने कुरा यसले देखाउँदछ। र तपाईँ नयाँ जन्ममा प्रवेश गर्न चाहनुहुन्छ र तपाईँ चाहिँ स्वर्गको राज्यको सन्तान बन्न चाहनुहुन्छ भने तपाईँले यी कुराहरू गर्नुपर्छ। र जब हामी यूहन्नाकै सुसमाचार यूहन्नामा पढ्छौँ हामी पाउँछौँ र परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि चाहिँ हामी पानी र आत्माद्वारा जन्मिनुपर्छ, जसले चाहिँ बप्तिस्माको कुरालाई इङ्गित गर्दछ र क्रिसमसका कुराहरूलाई पनि यसले बताउँदछ। र प्रियहरू, तपाईँ र मलाई परमेश्वरले यो संसारमा सृष्टि गरेर पठाउनुभयो, आमाको गर्भबाट हामी यो संसारमा आएका छौँ र परमेश्वरले नै रचना गर्नुभयो र हामी परमेश्वरकै हौँ र यो संसारमा आइसकेपछि अब हामी परमेश्वरको सन्तान हुनको लागि चाहिँ उहाँलाई ग्रहण गर्ने, विश्वास गर्ने र बप्तिस्मा लिने कामहरू चाहिँ तपाईँले मैले गर्नुपर्छ र यी कुराहरूले तपाईँ र म परमेश्वरको राज्यको सन्तान बन्दछौँ। परमेश्वरले यहाँलाई आशिष दिनुभएको होस्। सबैलाई जय मसीह।